हेलो वेलकम ब्याक टु माई न्यू एपिसोड। अब सबैजना सन्चै हुन्छ होला र म पनि सन्चै छु। सो म फेरि आएँ हजुरहरूको माझमा नयाँ भिडियो ल्याएर। हिजो अस्ति त खाइसक्नु पाएको थिएन, अहिले इम्पोर्टेन्ट काम थियो नि त। सो त्यही भएर म चाहिँ अहिले जानु लागेको। कहाँ भन्दाखेरि उहीँ गएर देखाउँछु कहाँ जानु लागेको भनेर। सो हाम्रो टुकटुक पनि आइसक्यो है, टुकटुक पनि आइसक्यो। टुकटुक चाहिँ त्यहाँ छ। अब चाहिँ हामी टुकटुकमा चढेर जाने हो पर। त्यसपछि हजुरहरूलाई देखाउँछु कहाँ जाने हो भनेर। भिडियोको लास्टसम्म भइरहनु होला है, भिडियोको लास्टसम्म जसरी पनि भिडियोको लास्टसम्म भइरहनु होला। म चाहिँ हजुरहरूलाई गइसकेपछि देखाउँछु भन्थे। म चाहिँ आएको अर्नीको घर, हाम्रो त्यहाँ छ अर्नीको घर। हाम्रो यो चाहिँ मुलपानी चोक साइडतिर छ है, यो मुलपानी चोकतिर छ। कर्णाली गएर त्यो पर अनि त्यहाँ कर्ने घर यो छ, यहाँ नजिक अर्नीको घर। सो म चाहिँ भित्र जान्छु, माथि अर्नीको बोर्ड छ, जान्छु भित्र देखाउँछु। म चाहिँ भित्र आइसकेँ गाइस। भित्रको कस्तो रहेछ, भित्रको एन्ट्री चाहिँ गेट चाहिँ यो छ। अनि यहाँ चाहिँ पिङ खेल्ने ठाउँ छ एउटा। अनि त्यो चाहिँ के भन्छ टोइलेट बाथरुम, त्यो दुईवटा टेन्ट हाउस, अगाडि काउन्टर। अनि यो पनि बस्ने भइगयो, यो लाइन पनि बस्न्छ, पछाडि पनि बस्ने छ। त्यही हो। अब चाहिँ यहाँभित्र आइयो। अब एकछिन यहाँभित्र बस्नु पऱ्यो, मजाले चियासिया खाएर बस्नु पऱ्यो। त्यसपछि दौड्नु पर्ला कतातिर हुन्छ। एउटा यस्तो इन्ट्रेस्टिङ चिज छ कि यो घडी पनि काठकै घडी छ। हरेक चिज काठको छ, सब काठको। यो टेबल काठको भइगयो, यो बस्ने पनि काठको भइगयो, ऊ परको पनि काठको भइगयो, यो पनि काठको, त्यो पनि काठको, यो पनि काठको, सबै काठको छ। अनि त्यो घर चाहिँ अलिक पुरानो छ, एकदम दामी छ कि पुरानो कस्तो बवाल छ। म चाहिँ सिट चेन्ज गरिसकेँ। हाम्रो सिट त ऊ त्यहाँ पर थियो। म चाहिँ त्यहाँ फेरि फ्यामिलीहरू आउनु भएको थियो, त्यही भएर म चाहिँ यहाँ बसेँ। यहाँ बस्नुको भाइब छुट्टै कस्तो मस्तको छ कि यहाँको भाइब छ बस्नुमा। कस्तो माथि हेर्नु है, त्यहाँभन्दा चाहिँ यहाँ दामी छ। त्यहाँ फेरि अलिक घाम हुन्थ्यो, यहाँ चाहिँ अलिक घाम छैन, रुखहरू छ, मस्त शीतल हावा चल्या, मजाले भाइबमा बस्न मजा आइरह। म हजुरहरूलाई पछाडिको सो देखाउँछु। पछाडिको सो हेर्नु जानु है। पछाडि हाम्रो पछाडि पनि मस्तै छ। यताको पछाडि काउन्टरहरू त त्यसो रहेछ। पछाडि बेरै तान्न मोबाइल चाहिँ पछाडि यहीँ बस्छु। अहिले यहाँ बस्छु, यसो खान्छु, पछि अलिक खाली भयो भने जान्छु। अलिक अप्ठ्यारो लाग्छ क्या, ठुल्ठुलो मान्छेहरू बस्नु मान्दैछ, त्यही भएर अलिक पछि देखाउँछु हजुरहरूलाई पछाडिको भ्यू पनि। सुरुमा त मैले हजुरहरूलाई सरी भन्न चाहेँ, किनभने मैले पछाडिको भ्यू देखाउँछु भने त्यसो पछाडिको भ्यू चाहिँ देखाउन पाएन, किनभने झ्याउ लाग्यो पछाडि जानु लास्टै। सो त्यही भएर पछाडि जानु झ्याउ लाग्यो, अनि त्यही भएर पछाडिको भ्यू त देखाउनु पाएन। अनि यहाँ चाहिँ मजाले बसेर मस्त रमाइलो गरियो। एकछिन अनि घर पनि हेरिदियो राम्रो त यतिकाले। फेरि पनि एकचोटि हजुरहरूलाई देखाइदिएँ। यहाँको लोकेसन चाहिँ मैले अघि नै भनिसकेँ, त्यहाँ कर्णाली गेट, मुलपानी चोक, सिधै अगाडि अर्नीको घर छ। सो भित्र बस्यो, रमाइलो गरियो, चियासिया खाइयो, दिउँसो खाइयो, बस्यो। अनि अब यहाँबाट निस्किन लागेको हामी। टुकटुकलाई पनि फोन गर्छ है, टुकटुक पनि आउँदैछ। सो भइराख्नु होला भिडियोको लास्टसम्म। भिडियोमा के हुन्छ, कस्तो गर्छु, कहाँ जान्छु, के गर्छु। अब त कहीँ जान्नु होला, सायद रुममै बस्छु होला। त्यही पनि हेरौँ भिडियो लास्टसम्म, कहीँ जाने मुड आउँछ कि। ल भेट्दै गरौँला है। अर्नीको घर गएर फेरि म अस्ति आएको ठाउँ, फेरि स्यामी क्याफे। के गर्ने जस्तै छ, झ्याउ लगाइरहेको छ। काजम भएको थियो। अर्नीको घर छोडेर फेरि स्यामी क्याफे आयो। स्यामी क्याफे बसिन्छ अब एकछिन मजाले यहाँ। त्यसपछि घरतिर लाग्नु पर्ला। स्यामी क्याफेको रिभ्यू पनि अस्ति नै भइसक्यो, हाम्रो रिभ्यू। फेरि एकचोटि गराउँ के भनेको, अस्ति भइसक्यो। फेरि हजुरहरू घरिघरि एउटै चिज कति हेर्नुहुन्छ है। त्यही भएर अब एकछिन बसिन्छ, कुराकानी गरिन्छ यहाँ, मजाले रमाइलो गरिन्छ। त्यसपछि भेट्नु पर्ला हजुरहरूसँग। मेरो पनि दिमाग त बहुत राम्रै छ यार गाइस, के भनौँ, दिमाग त कति राम्रो छ। स्यामी क्याफेमा निस्केँ, यादै आएन, हल्ला गर्दै कुरा गर्दै आयो, बिर्सिहाल्यो। सो त्यही हो, अब के गर्ने, यस्तै छ जिन्दगानी, बिर्सिने भाग्य नै छ भने त के गर्न सकिन्छ र है। सो त्यही अब म चाहिँ मेरो ब्लग चाहिँ एन्ड गर्छु।
थ्यांक यू फर वाचिङ। मन परेमा भिडियो मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्त बाई।